अङ्कल फ्रुट हजुर। किन्नुहुन्छ म कहाँ भाइ फ्रुट किन्छु, म त बेच्ने मान्छे त फ्रुट। होइन प्लिज अङ्कल किनिदिनुहोस् नि कस्तो कुरा नबुझेको भाइ, म त फ्रुट बेच्ने मान्छे हो भाइ, म किन्ने मान्छे होइन। अङ्कल प्लिज फ्रुट किनिदिनुहोस् नि म किन्दिनँ हौ भाइ, बेच्ने मान्छे हो भने तिमी कस्तो कुरा नबुझेको हौ। अङ्कल सुन्नुहोस् नि मेरो बाबा हस्पिटलमा एडमिट हुनुहुन्छ कि सबैले खालि फ्रुट मात्रै ल्याइदिनुहुन्छ। लो भाइ भनेर कसैले पैसा दिनु हुँदैन, दबाई खाऊ भनेर बाबालाई। त्यसो भनेर मैले यो फ्रुट बेचेर मेरो बाबालाई दबाई किनिदिनु मन छ मलाई। यसो गर कि यो पैसा लैजाऊ हो, अनि त्यहाँदेखि तिम्रो बाबालाई दबाई किनिदिनु ल। हुन्छ यो फ्रुट पनि लैजाऊ भाइ। होइन पर्दैन लैजाऊ तिमी पनि खाऊ, तिम्रो हुन्छ, बाबालाई पनि thank you। दिनु ल, दबाई हुन्छ, किनिदिनु thank ल। you। जाऊ। बिचारा नानी, हुनु त ठिकै हो फ्रुटहरू ल्याइदिनु पनि, तर यसो दबाई खान भनेर कसैले सक्यो भने त दिए हुन्थ्यो नि है। त्यो फ्रुट मात्रै खाएर के गर्नु, कति साह्रो पर्छ हस्पिटलमा बस्नेलाई मात्रै थाहा हुन्छ यो कुरा। अब यो म पैसाले मेरो बाबालाई दबाई किनिदिन्छु, अन्त मेरो बाबालाई एकदम छिटो नै जाती बनाउँछु।